हामी चाहिँ साग बारीमा आएको छौँ। साग खन्नु खन्दैछ केटाहरूले, पुरा खन्दैछ। यहाँ चाहिँ साग लाउनु पर्यो। हेर्नुहोस् है साथीहरू, सागबारी खन्दैछ। गलेर बसिरहेछ। पानी पिउँदैछ गलेर, मेरो छोरा हो। काका भतिज पुरा खन्दैछ यहाँ। यो लु बहुत काम गर्छ नि त यो केटो पनि। फेरि पालो पिली। हामी चाहिँ यो नै घाँस काट्छौँ यसरी, हाँगा घाँसहरू। यसलाई आगी दाउ मोबाइलैमा त्यस्तो काम त त्यसै हेर्नुहोस् है, हाम्रो चाहिँ यहाँ गाउँघरमा चाहिँ यसरी नानीहरूले पनि बोक्छ दाउरा, घाँसहरू पुरा बोकिरहेछ। दाउरा घाँस, नानीहरू पनि काम गर्छ नि, घाँस बोक्छ। काम सकेर अब चाहिँ हामी घरतिर लाग्न थालेको। घर हिँड्दै हुनुहुन्छ दाउरा बोकेर।